ल एएमसी भाइको है त एएमसी भाइको तर किन हो किनेर भाइ मलाई किन हो किनेर मैले गाह्रो सुनिरहेँ होइन गाह्रो सुनेको छैन होइन तर मलाई त्यो जहिले बाहिरको जुन थियो नि युटिलिटी होइन जहिले बाहिरको Haraseki XAAMG XKO video Tyasine त्यही त हो कि Decoration. यसरी थिचेको हो क्या भाइ थिचेको तर मैले फुल सुनेको छैन क्या सुनेको छैन मलाई मजै आउँदैन नि भाइ यो उनीहरुकै अहिलेको गाना पनि सुन्यो भने काट्दै सुनेको मलाई हिन्दीमा र्याप थियो भनेर बिचमा मैले त्यो पनि बिर्सिसकेको थिएँ थाहा थिएन अनि हामी कहाँ जान आँट्दै थियो एएमजी भाइको हैन एएमजी इबीके हैन म उसको ओन्ली फ्यान हैन म उसको ओन्ली फ्यान यो हैन यो त ट्रेलरमै हेरेको नि त म सुने हैन एकछिन तर हेर भाइ यो गाना हैन उसले ट्रेलर हाल्दा मलाई त्यो टिजर हाल्दा मलाई चाहिँ फिल भएको मलाई थाहा थियो कि हैन उसले अहिले जे गाना हाले पनि यो सेकेन्डको गाना हैन यो जहिले बाहिर जस्तो चाहिँ मलाई त्यो लेभलको त्यो हुन्छ नि त्यो आउँछ जस्तो चाहिँ लागेको छैन तर प्लिज प्रुभ मी रङ भाइ प्लिज प्रुभ मी रङ है मलाई रङ प्रुभ गर त्यो भन्दा अझै माथिको नेक्स्ट टाइम आउँदा अझै माथिको ल एनजिबी के भनेको हाम्रो एकछिन नाति हो कि न्यारी हो म अस्ति पनि भने नाति नै हो नि हैन लाइक हजुरआमा नाति भने जस्तो नाति नै हो कि न्यारी हो न्यारीको त त्यो एनएटीआई हुँदैन जस्तो लाग्छ sent a super chat $2.99 Now watch the legend and boo taste bombshell Roddy. के हो नयाँ गाना के आयो के भन्दैछ सुशान्त अधिकारी यो अहिलेको त्यो गाना हो भने होइन अहिलेको गाना मैले भाइबको कुरा गरेको नि भाइ भाइबको कुरा गरेको नि अनि कहाँ नि सबैको अनि त्यो अनि ए लु ए क्लास ऱ्यापर टप टियर ऱ्यापर खतरा भन्दै अनि सबैको अनि जेमा पनि अनि सबैको भाइब बबाले दामी त्यस्तो कहाँ हुन्छ त भाइ त्यो त होइन त मैले भनेको अगाडि सुन्दै आउँदा मेबी सङ लामो भएर त्यहाँसम्म आइपुग्दा युटिलिटी घट्दै गएको हुनसक्छ त्यही एउटै बिट बजेको त्यहाँ आएर या त मैले भने मलाई सुन्दाखेरि अगाडिको त्यो जुन अगाडि बगिरहेको थियो अगाडि आइरहेको थियो केटाहरू हो त्यहाँ चाहिँ अझै मजाको चाहिँ अझै दामी अप्पर भाइब चाहिँ मलाई त्यहाँ आइरहेको थियो जस्तो लागेको मेबी मैले नवाजबाट एक्सपेक्टेसन अझै धेरै राख्छु पनि त नि खतरा हो नि त नि म त्यही भएर पनि होला तर त्यसरी केही भनेको होइन त भाइ लाइक ही नोज इट आई नोज इट लाइक ब्रो बेलुका राति माछौँ जहिले बाहिर लानु सब थाहा छ उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जर्नी ड्यान्स के को मुझे ब्यान्ड फोर ब्यान्ड कतिजना मारे छ सानो च्याट फोर च्याट ल एकछिन है म गाइस मैले थाहा भयो कि यिनीहरूको मलाई ऊ त्यो दामी छ गाइस जुन तिमीहरू त्यो के अरे नेपालमा हैन भिडियो सुट गर्नु भने भाइ प्लिज मेरो भिडियो सुट हुँदैछ आइदेऊ न यार भाइ आइदेऊ न भनेर को बोलाउँछ हैन अनि त्यो थाहा छ क्या भाइ तिमीहरूको कस्तो ऱ्यापरहरू पनि हैन त्यो बोलाउँछ क्या भाइ त्यो त भाइ मेरोमा आइदेऊ ल प्लिज यसो सपोर्टको लागि तर मलाई चाहिँ के लाग्छ भने हैन यिनीहरूको चोकमा यिनीहरूको ठाउँमा गयो भने हैन केटाहरूको हुल त्यतिकै बसिरहेको हुन्छ जस्तो लाग्छ क्या त्यहाँ लाइक भाइ एउटा सुट हान्दिनु न भन्दाखेरि केटाहरू अलरेडी छ क्या लाइक बोलाउनै पर्दैन जस्तो लाग्छ मलाई चाहिँ देख्दा त्योदेखि चाहिँ हेरे म एक दुई दिन गेम ओमेगल जान्न एक दुई दिन म गेम ओमेगल जान्न भाइ गेम जान सक्छु उसको ओन्ली फ्यान्स होइन म उसको ओन्ली म्यान्स पर मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जर्नी ड्यान्स के को मुझे ब्यान्ड नरिसा है भाइ फेरि अनेस्ट रियाक्सन हुन्छ नि तर जे हो भने हाम्रो प्लान भइसकेको छ हाम्रो पोडकास्ट हाम्रो भाइलाई त्यहाँ लाइभ नेपालमा गर्ने भनेर भाइहरुकै चोकमा पुगिदिन्छु भयो फोर ब्यान्ड कतिजना मारे छ सानो च्याट फोर च्याट कहिलेकाहीँ लाग्छ म 50 सेट मार्न खोज्छ मलाई मेनी मेन मलाई मार्न खोजिरहेको छ रगत मेरो आँखामा केही देखा छैन मेनी मेन मलाई मार्न खोजिरहेको छ उसको चाहिँ नि सेम त्यो पुरानो ओल्ड भिटेनको त्यो भाइब छ यार उसको चाहिँ यो मेबी अझै पछि ग्रो हुँदै जान्छ होला होइन उसको चाहिँ एक्ज्याक्टली त्यो भाइब छ तर आई डोन्ट मिन नथिङ है नथिङ त्यो इन्सपिरेसन हो उसले राम्ररी गरिरहेछ एज अ म्युजिक उसले दिइरहेछ भने
$2.00 त बोलिहाल्छौँ नि Gula. हामी सबै जज त गरिहाल्छौँ नि कता कता त किन यो मिलन रोका छेत्री किन भाइ त यस्तो बोलाएको भाइ यत्तिकै गुल्ला लेखेर के भयो भाइ के हो के गुल्ला केही एक्सप्लेनेसन दे केही गर के यत्तिकै दाइ आजको स्ट्रिम गुल्ला भयो भन्दा गाना गुल्ला भनिस् भन्यो नि एउटा कुरा के गुल्ला भन्छ भाइ गुल्ला के भयो आफ्नै देखेर तर्सिस कि के भयो कि कहिले देखेकै थिइनस् कि त केटी हो अनि आज केटाले ल्याम लिएर गुल्ला मुखमा हाल्दियो अनि गुल्ला भनेको मेरो हातमा मलाई केही बारे छैन एन्ड चिया बेबी जहिले बाहिर स्वयम्भू स्ट्रिट दाजु भाइलाई भन्छु सामान जित दाजु भाइ साथमा जहिले रिस पछि बराछ मुझे पुलिस त्यसैले बसिरहेको हामी लौकी त्यसले त गानाको एन्डमा गएको थियो है गानाको एन्डमा गाउँदा त कस्तो झन् दामी सुनेको थियो त्यो र भर्जन साथमा जहिले रिस पछि बराछ मुझे पुलिस त्यसैले बसिरहेको हामी लौकी जगु बोक्छु बन्छु तेरा बोकी आगो बलिरहेछ मुझे चौकी बाहिर थियो मेरो भाइ बाहिर कटाउँथ्यो नाइट दुईजना तीनवटा पाइप होला चिन्ता हडे घरबाट गायब फादार छु जस्तै केराको बोक्रा टाउको चाइनामा जुचे पोखरा बनाउँछु आरबी टी-सर्ट त्यसमा तेरो थोप्रा चिसो मुटु साइको भेच्चा हल्लिँदै बाटोमा वरा केटा देख्नु नपरोस् मैले त्यसलाई यता मैले भने भाइलाई त्यसलाई चेता आइज मजे गएको खेल छ अनि केटाहरू मेरो जेल छ जस्तो भए पनि रेल छ सबले भन्छ मलाई ग्याङ छ भन्छ बाबु चारे सुत न त बे एएमजी आउँछ मुझे स्वयम्भूको भूत ओट्ने चाहता निस्किन्छ दुध भन त्यसलाई धेरै नलुक चाहे मलाई पञ्चरो खानु पर्यो रुख 10 ऱ्यापर खान्छ मेट्छ बुक ए यो नाति was cracking नाति नै रहेछ नि त पहिलाबाट भनेको त नाति हो मलाई नाम रङ भने कि जस्तो लाग्यो हान्दिन ल्याकिन मेरो भाइ ब्लड भन्नुपर्छ was cracking च्यातिन्छु काम जस्तो न्यापकिन मुझे जुरोटको ठुटो धेरै नफुर्के पर्ला घरमा ठुटो कापस त्यो मुझे खर्तेछ कुनो उसालाई खोज्न थिर्दैछ म तुलो I know you dumb दुश्मनहरू सबै रन दिको पानहरूको आयु कम बन्न सक्छ मुझे मुभी रङ टन रेडी बसिरहेछ मुझे गन मन बाटो हिँड्दा मैले डेन्जरस कसैले छोप्ला त मेन्सनास मन बाटो हिँड्दा मैले डेन्जरस कसैले छोप्ला त मेन्सनास मिलाएर हान्छु मुझे छैन रास हान्दिन्छ साना चल्छ साथै सास छोस्को ओन्ली फेन्स होइन म उसको ओन्ली मेन्स पन मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जन यो दामी रहेछ यो छोस्को ओन्ली फेन्स होइन म उसको ओन्ली मेन्स पन मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जनी ड्याङ là FOI mà shit man fuck man ôi bây giờ Johnny Dang हो दामी रहेछ मलाई भर्स भन्दा कोरस दामी लाग्यो होइन म उसको ओन्ली मेन्स पन मलाई डायमन्ड बोय नाम हुनुपर्ने मेरो जनी ड्याङ केको मुझे बेन्ड फोर बेन्ड कतिजना माने छ सानो च्याट फोर च्याट कहिले काहीँ लाग्छ म 50 सेट मार्नु खोज्छ मलाई मेनी म्यान मलाई मार्न खोजिरहेको छ मेरो आँखामा केही देखेको छैन मेनी म्यान मलाई मार्न खोजिरहेको छ साथमा मेरो हातमा मलाई केही ल भाइ यो चाहिँ यति हो कि भाइ यो जे हो त्यही हो क्या यहाँ गएर तैँले के बोल्छ त धुलाई खान्छस् भाइ यिनीहरूको त्यो ग्याङ हुड चाहिँ क्या झल्केको यार त्यो लाइफस्टाइल चाहिँ क्या झल्केको क्या तर जहिले बाहिरको जस्तो चाहिँ भाइब छैन है जहिले बाहिरको जस्तो त भाइब छैन जहिले बाहिर त मेरो लागि नम्बर 1 हो भाइ अहिलेसम्म नम्बर 1 हो उसको फर्स्ट गानै त हो यो सेकेन्ड गाना हो अरू पनि धेरै आउँछ भने एक्सपेक्ट गरे अनि हो मेरो भाइलाई चाहिँ सजेसन एकछिन सुन्दै म चाहिँ फर्स्ट गाना त्यो सेकेन्ड गाना यो भाइको होइन मलाई चाहिँ राम्रो लाग्यो मलाई चाहिँ म चाहिँ अर्को चाहिँ मेरो सल्लाह चाहिँ म के भन्छु भाइलाई भने होइन भाइ तिमीहरू दुईजना ओभर जिग्री रहेछौ कि तिमीहरू दुईजना जिग्री भए पनि होइन तिमीहरू कोल्याब चाहिँ गरि नहाल पहिला एएमजी के भाइ तिमी आफूको त्यो पन आफ्नो पुरै ल्याएर झल्काऊ अस्ति जस्तो जहिले बाहिर आउँदाखेरि एक दुईवटा त्यही झल्काऊ देन मुभ अन टु फिचर्स अनि नाति तिमी पनि एक दुईचोटि आफ्नो झल्काऊ
अनि देन यु गाइज डु द फिचर्स क्या यसरी तिमीहरूले पहिला किनकि अहिले कस्तो हुन्छ भने लाइक यसरी भनेको होइन कि अहिले यो ग्रुपमा हाइपमा भनेको हाम्रो एएमजी भाइ हो नि त अनि मान्छेले चाहिँ उसलाई खोजेको छ क्या उसले मात्रै चाहिँ के दिन्छ त फेरि भनेर खोजेको छ सो एक दुईवटा अझै देऊ होइन तिमीहरूलाई चाहेर पनि तिमीहरूको कोलाबोरेसन फिचर छ भने एकछिन साइडमा राख ल गाइज यो साइडमा राखौँ पहिला हामी सिङ्गल सोलो प्रोजेक्ट पनि दिउँ यो साइडमा छ अनि यो गएपछि हामी यो दिउँ है भनेर मन लागे पनि खतरा छ भाइ तर एकछिन साइडमा राखौँ भनेर चाहिँ हो त्यसरी चाहिँ प्लान गर अनि प्लिज जे देखेँ राम्रो देखेँ हुड राम्रो झल्केको छ लाइफस्टाइल झल्केको छ मलाई सबैभन्दा मन परेको तिमीहरूको भनेकै यही हो लाइफस्टाइल हुड झल्केको हो अनि इट्स नट अ ब्याड सङ तर भर्सहरू चाहिँ अझै टाइट गरे अझै फ्लो हुन्छ नि अझै टक्क भयो अझै दामी हुन्थ्यो तर कोरस राम्रो छ हुक राम्रो छ अनि फर्स्ट टाइम नै हो भाइ नेपालमा यसरी यो लाइफस्टाइल हुड देखेको रमाइलो गरेको जस्तो देखेको भित्रबाट दुखी होला गाना सकेर हुँदैन रुँदै होला त्यो मतलब कुरा भएन तर लाइफस्टाइल झल्केको देखेको केटाहरूको हुल ग्याङ जुन भन्छ नि मेरो हुड भन्छ अनि 10जना बाइसजना यार मान्छे नै पुगेन यार 6जना राखौँ भने 5जना मात्रै ला म त भ्याउँदिनँ यार काकीको यहाँ पूजामा बोलाइरहेछ हो त्यस्तो टाइपको छ क्या बुझिनस् गुड मलाई यस्तो मान्छेहरू मनपर्छ भाइ मलाई यस्तो मनपर्छ आई गेट इट तिमीहरूलाई पनि थाहा होला उनीहरूको जस्तो छैन होइन उनीहरूको जस्तो त्यो जहिले बाहिर जस्तो नहोला तर इट्स अ गुड सङ इट्स अ एकदम गुड सङ हो बाई लभ इट किप गोइङ वेटिङ फर मोर सोलो प्रोजेक्ट लभ peace fuck the police आनन्द भाइ loved it keep going waiting for more solo project love peace fuck the police ल एउटा लाइक गयो गुड गोइङ भाइ मैले भनेको चाहिँ याद गर भाइ अनि